Trying viral Hello cheesecake guys, मैले with चाहिँ curd and टिकटकमा Oreo cookies. जापानिज चीज केक भने एकदम भाइरल देखिरहेको थिएँ अनि त्यसमा चाहिँ मलाई चीज केक मन पर्छ अब यहाँ अर्कोजना पनि ल आइज हेलो गाइज गर अनि त्यसमा चाहिँ एकदमै दहीमा अनि त्यस पछाडि चाहिँ अर्को त्यो के बिस्कुट थियो होइन त्यो बिस्कुट चाहिँ मसँग छैन नि त अनि त्यहाँबाट म चाहिँ ओरियो बिस्कुटमा ट्राई गर्न आँटेको ल अनि बिस्कुट नलगा न अनि यस्तो गरेर है यहाँ हेर्नु है त बिस्कुट ल्याउ न बेबी ल्याउ न यहीँ दहीमा लानुपर्छ गाह्रो छ गाइस बिस्कुट हरायो अब कतिजना साथीहरूलाई चाहिँ थाहा छ नि त है मलाई चिज के कति मनपर्छ भनेर तिमी यो खोल खाऊ न हौ त बिस्कुट लिएर आए नि हो अनि यो चाहिँ अब ओभरनाइट राखे पछाडि चाहिँ भोलिपल्ट चाहिँ यसलाई मिक्स गरेर खाँदा चाहिँ एकदमै चिज केकको फ्लेभर आउँछ भनेर थिएँ लेट्स सी भोलि हेरौँ है अब बिस्कुटै थोरै भइहाल्यो नानीले सोरेर लगेर के त्यो फुटाउ न प्याकेट पारेर दुइटै हो होइन यतिकै हो हेर्ने अब यस्तो छ अब भोलि ओभरनाइटमा कस्तो हुन्छ है खोइ त यसको छोप्ने आफूले कहाँ राखिन् अनि दही त अझै सकिहाल्छ अब यो चाहिँ अब फ्रिजमा राख्ने ओभरनाइट मेरो बिस्कुट चोर्यो किन चोर्यो दियो त मलाई एउटा साथीहरू आज चाहिँ नेक्स्ट डे है अब फ्रिजमा भएको चिज केक झिकोमै अनि के साथीहरू यो चाहिँ बिहानको टाइम छ है भर्खर 8:30 हुँदैछ खानासाना त पाकिसक्यो मेरो अनि यस्तो भएको छ अब यसलाई चाहिँ यस्तो गर्ने अरे यस्तो गरेर यो चाहिँ सबैले चाख्नुहुन्छ नि त त्यही भएर म चाहिँ यहाँ हालेर खाँदैछु कस्तो हुन्छ है सकियो राख्दैन अब बिहान खाली पेट छ ग्यास्ट्रिक प्रोम्याक्स हुनेहरूलाई दिनभरिमा हेरौँ मिठोहरू छ मिठो म चाहिँ फेरि कफी पनि खाँदै थिएँ क्या ग्यास्ट्रिक प्रोम्याक्स आज त मैले बुझिसकेँ ग्यास्ट्रिकको दबाई बोकेर अफिस जानुपर्छ मिठो लाग्यो फेरि चिसो क्या मिठो भयो चिज केकवाला फ्लेभर चाहिँ बन्दै लागेन कि ओरियोमा सायद त्यो अर्को उनीहरूको के कफी के भने बिस्कुटमा हुन्छ होला नेक्स्ट टाइम पार्लेजी बिस्कुटमा ट्राई गर्नुपर्छ तर टेस्ट चाहिँ मिठो छ जस्तै भयो भने बाई पछाडि हुन्छ